पर्छ 50,000 रुपियाँ। एकछिन बस्नु, एकछिन मैले टिम टेस्ट बोलाएको छैन। यहाँ सुन्नुहोस्, उहाँको साँच्चै ठुलो हृदय 50,000 मारे भने तँलाई 10,000 पूजाको पनि म खदार गर्छु। हामीले ठुलो पूजा लगाएको थियौँ, पूजाको दिन हातहरू मैलै थियो यसको र 13 टिकट म खेल्छु भनेर काटेको थियो र ठुलो हृदय हुनुपर्छ। भगवानले अवश्य त्यो व्यक्तिलाई हेर्छ भन्ने आज हामीले फलस्वरूप पाएको छौँ। यो टिकट राख्दै गर तैँले र यो रकम र यो खोलीमा गएको छ। अब 7 टिकट छ, एउटा प्राइज रहेको छ र अब सुनिल गुरुङ 2टा टिकट काटेको थियो र सुनिल गुरुङको भाग्यमा के परेछ हेरौँ। श्यामकुमार देवानको पनि भाग्य साँच्चै चम्केको रहेछ। यो अर्जेन्टिनर हो भने यो हुँदैन, यो छैन भने यो अवश्य हो। श्यामेरो तिम्रो छौ श्यामकुमार र भाइको साथै हाम्रो नानीलाई धेरै धेरै धन्यवाद। यति राम्रो यो खेलमा उहाँले मिलाएर टिभी दिएको जस्तो 48 वटै मानिसको नाम पढ्नु पाए र हाम्रो श्यामकुमारको भाग्यमा अस्ट्रेलिया। यो छोरीको कसको टिकट थियो र सिधै रनर हाम्रो भाइ उहाँले 50,000 मारे भने मलाई 8,000 दिन्छु भनेको थियो। सो रनर हो, उहाँले अवश्य मलाई पनि विचार गर्छ किनकि यो यस्तो खेला मैले 72,000 रुपियाँको सङ्घर्ष गरेर राखिदिनु पनि ठुलो योगदान सम्झेर र सबैलाई फेरि अब 2030मा यसरी नै बाँचेछु भने मानिसको जीवन भोलि के हुन्छ थाहा हुँदैन र पनि म बाँचेछु भने 2030मा पनि तपाईँलाई यसरी रमाइलो गराउने नै छु। तबसम्मलाई अब रनर अप हाम्रो निपेले लानु र आजको हाम्रो चिफ गेस्ट भनौँ हाम्रो